कोरियामा शपिङ गर्न निस्केका हामी ठमेल पुगेर खाना खायौं। हेलो गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। हिजो पनि बिहानै उठेर मैले मेरो रुटिन फलो गरेको थिएँ। छुट्टीको दिन थियो, सो एक्सर्साइज गर्नुभन्दा अगाडि मार्ट जाने सोचे। खानेकुराहरू सबै सकिएको रहेछ, त्यही भएर बिहान फर्स्ट आवरमै जाँदैछु। मार्ट पुगेर सामान किनेपछि ट्रेन स्टेसन गएर टिकट पनि काटेर आएँ। दाइले शपिङ गर्न जाने भन्दै हुनुहुन्छ, अनि मेरो पनि सुवनतिर थोरै धेरै काम छ। त्यसपछि म रुममा आएर अब आफ्नो एक्सर्साइज सुरु गर्दैछु। छुट्टीको दिन थियो, तर दिन जस्तो सुकै होस्, मोड जस्तो सुकै होस्, तर आफ्नो गोलको लागि गरेको कमिटमेन्ट भने छोड्नु हुँदैन। यो विचार सहित मैले मेरो सेल्फ इम्प्रुभमेन्ट जर्नी स्टार्ट गरेको पनि 118 दिन पुगिसक्यो। सबै कुराहरू मैले सोचे जस्तै भइरहेको छ, सो म एकदमै खुसी छु। बाँकी दिनहरूमा पनि म यो भन्दा अझ धेरै राम्रो गर्नेछु। मेरो डे 1 देखिको सबै भिडियोहरू प्रोफाइलमा छ, तपाईहरुले चेक गर्न सक्नुहुन्छ है। मलाई चाहिँ आजभोलि एक्सर्साइज गर्न एकदमै मजा लाग्छ, यही कारणले मैले काम पनि सजिलैसँग गर्न सकिरहेको छु। एनीवे गाइज, अलि हतार भएर हामीलाई फटाफट रेडी भएर निस्किहाल्नु पर्ने भयो। फर्किँदाखेरि छिटै फर्किने भनेर हामी बिहानै जाँदैछौँ। दाइ पनि मार्टतिर जाने भनेर बाहिर निस्किनु भएको रहेछ। हाम्रो चाहिँ ट्रेन आउने बेला भयो के, त्यही भएर हामी हतार हतारमा जाँदैछौँ। ठ्याक्क ट्रेन स्टेसनमा मैले फेरि हाम्रै गाउँको दाइलाई पनि भेटेँ। दाइ त हाम्रो कम्पनीदेखि नजिकै हुनुहुँदो रहेछ, मलाई थाहा नै। त्यसपछि लगभग 2 घण्टाको ट्रेन यात्रा पछाडि हामी सुवन स्टेसन पुग्यौँ। त्यहाँ पुगेपछि फर्स्टमा मैले जिएमईमा गएर आफ्नो काम गरेँ। यति गर्दा लगभग 12 बज्न थालिसकेको थियो, त्यसैले हामीले खाना खाने विचार गर्यौं। त्यसपछि हामीले एउटा नेपाली रेस्टुरेन्ट भेटायौं जसको नाम थियो ठमेल। ठमेल भन्ने बित्तिकै मलाई हाम्रो काठमाडौँको ठमेल याद आयो। हामी विदेशमा हजारौं किलोमिटर टाढा भए पनि एउटा रेस्टुरेन्टको नामले केही सेकेन्डमै आफ्नै देश पुर्याइदियो। हामी विदेशमा बस्ने नेपालीहरूका लागि यस्तै साना कुरा नै धेरै ठुला हुन्छन्। खाना खाइसकेपछि अलिकति शपिङ पनि गर्यौं। दाइहरूसँग कुरा गर्दै घुम्दै दिन बित्यो र अन्त्यमा फर्किँदा मलाई एउटा कुरा फेरि महसुस भयो। विदेश आइसकेपछि पैसा कमाउन सकिन्छ, नयाँ ठाउँ घुम्न सकिन्छ, अनि नयाँ अनुभव पनि गर्न सकिन्छ, तर आफ्नो गाउँ ठाउँ र देशसँग जोडिएका फिलिङ्सहरू रिप्लेस गर्न सकिँदैन। डे बाई डे, एक्सपिरियन्स बाई एक्सपिरियन्स। यो 365 डे च्यालेन्ज केवल बडी चेन्ज गर्ने च्यालेन्ज होइन, यो मेरो लाइफको हरेक दिनलाई स्टोरी बनाउने एउटा जर्नी पनि हो।